हजुर नमस्कार, तपाईँको शुभ नाम? नमस्कार सर, उदय सिंह चाड। हजुरले यो पेसामा लागे कति भयो? भर्खरै सुरु गरे सर। हजुरको तपाईँको यो मोडिफाईवाला मैले टुकटुक अहिले पहिलोचोटि देखेँ। यो कताबाट आयो, कहाँबाट ल्याउनु भयो? तपाईँ आफैले गर्नुभयो? यो आफैले गर्न लगायो सर। तपाईँ आफैले मोडल बनाएर आफैले दिनुभएको? हजुर। अनि के देखेर चाहिँ यसमा लोभान्वित हुनुभयो सर तपाईँ? सर अब देख्नुभन्दा नि अब बुढेसकाल लागिसक्यो, खाडीमै कति बस्ने र गाउँघरतिरै केही गरौँ भन्ने सोचले आयो सर। हजुर खाडी कति बस्नुभयो, कुन देश बस्नुभयो? 15 वर्ष दुबई। 15 वर्ष दुबईमा बसेर। अनि के देख्नुभयो त सर खाडीको 15 वर्षको त्यहाँ दुबईको काम र यता गर्नुमा के भिन्नता देख्नुभयो? अब सर भिन्नता भन्ने नि दुईवटा पाटा छन् के। यहाँ चाहिँ गरे पनि देखिँदैन होइन। अब खाडीतिर सङ्घर्ष गऱ्यो अनि सही हिसाबले बचायो भने घर गृह जोड्न मिल्छ, अलिअलि सपोर्ट हुन्छ हुनु त। तर खास गरी यहाँ पनि पैसाको कमी छैन कि सर। पैसाको कमी त यहाँ पनि छैन। यहाँ गर्न जान्नु पऱ्यो अनि साथ सपोर्ट मिल्नु पऱ्यो। प्रायः जसो हाम्रो यहाँतिर के हुन्छ, सपोर्ट गर्ने भन्दा पनि मनोबल गिराउने मान्छेहरू बढी हुन्छन्, त्यति फरक मात्र हो। नत्र गरे यहाँ पनि छ सर, जे गरे पनि छ। हजुर साँझसम्ममा कति जति बच्छ तपाईँको यो पेसामा? सर भर्खरै नयाँ हो, आज भोलि मलाई 400-500 बच्छ पनि, कहिलेकाहीँ मटेरियलको ठिक्कै पनि हुन्छ, खासै केही छैन। अब नयाँ हो। मार्केटिङ बढ्दै गयो भने तपाईँको यो हुँदै गयो भने पछि बिस्तारै हुने हो, नहुने कुरो भएन। आज मेरो भिडियोको सन्दर्भमा चाहिँ खाडीमा रहेका मेरो दाजुभाइहरू घर आउन चाहनुहुन्छ र घरमा आएर के काम गरौँ भन्ने क्रममा आज मैले नि सानो फुड स्टल हालेर घरमा बस्न सकिने वातावरण छ त, घर परिवार पाल्ने वातावरण छ त, तपाईँ के भन्न चाहनुहुन्छ यसमा? मजाले छ सर, तर लयमा लाग्नु हुँदैन। अनि हाम्रो अब यहाँनिर हेर्नु नि, फलफुलका ठेलाहरूले कम्तीमा 2,500-3,000 दिनको सेभिङ गर्छन् होइन। अब हामीले काम गर्न लाज मान्नु हुँदैन, मेन कुरो। प्रायः जसो हाम्रो बानी के छ भने नि सर, इन्डियाबाट आउँदा पनि बनबसाबाट तेल हालेर टाउकोमा चिटिक्क परेर होइन, हामीहरूको कमजोरी मेन त्यही छ क्या। देखावटीपन बढी भयो नेपालीमा, बढी छ हामीमा होइन। तर सङ्घर्ष गर्नुपर्छ। अब रोड साइडमा मैले भाँडा धोइरहेको छु, खाडीमा पनि त्यही गरे त, घुम्ने कुर्तीमा त बसे होइन होइन। अब गर्ने हो भने यहाँ आज अलिअलि भएको छ, कहिले भए पनि छैन। तर बिस्तारै यो मैले यो निरन्तर गरिराखेँ भने एक दिन त मेरो आफ्नो बढी नभए पनि मेरो आफ्नो ज्याला त निस्केला भन्ने आशा छ मलाई होइन। एकजनाले एक काम सुरु गर्यो भने अर्कोले नै त्यही गर्ने होइन, अलि फरक गर्नु पर्यो। अब मैले यहाँनिर फास्टफुड सुरु गरेँ भने अर्कोले भेजिटेबलको गरोस्, अर्कोले फलफुलको गरोस्, अर्कोले पानीपुरीको गरोस्। छुट्टै यहाँनिर 4-5वटा यस्तै मोडिफाई भएका ठेला एकदम डिजाइनिङमा भयो भने ग्राहकहरूको पनि आकर्षकता बढ्छ अनि सबैलाई स्वरोजगार हुने मौका मिल्छ, पक्कै पनि हो। अब मैले भन्नु खोजेँ सबैले ठेला यस्तै गर्नु भने होइन, कसैले कुनै व्यवसाय, कसैले पैसा छ भने लगाइन्छ भने ठुलो स्तरमा होटल चालु गर्नु, जे गरे नि हुन्छ सर, तर गर्नु पऱ्यो। अब तपाईँ यो जो खाडीबाट हामीले हेरिरहनु भएको छ दाजुभाइहरू जो खाडीमा काम गरिरहनु भएको छ अहिले, तपाईँ उहाँलाई के सन्देश दिन चाहनुहुन्छ? अब मैले के सन्देश दिउँ सर, सन्देश त्यसो खासै दिनुपर्ने कुरो त केही छैन होइन। अब म उतातिर पनि धेरै बसेर आएको मान्छे हो, हाम्रो अब आफू पनि उतातिर बसेकै हो, उपभोग पनि गरेकै हो। हाम्रो मान्छेहरूले 700-800को स्यालेरीमा पनि अनि नाइट क्लबतिर जाने, यताउतितिर जाने, त्यो गर्नुभन्दा बरु यतै आउनुहोस्, त्यो पैसा सेभ गर्नुहोस्। अब यहाँ रोजगार चाहिँ छैन पक्कै पनि, आफै सिर्जना गर्नुपर्छ। अनि 2-4 वर्ष विदेशतिर गयो भने त्यो पैसा सेभ गरेर यतैतिर केही गर्ने र यतैतिर केही लगानी गर्ने खालको माहौल बनाउनु पर्यो। मेरो सोचाइ चाहिँ त्यही हो सर, अरू केही छैन। धेरै